सबैजनालाई नमस्ते। मैले चाहिँ यहाँ यो कन्याम च्याउ राखेको छु। यो च्याउ चाहिँ मैले उवाको भुसमा यो उवाको भुसलाई चाहिँ राम्रोसँग बोइल गरेर त्यसपछि छानेर सेलाएर चाहिँ यसरी प्लास्टिकमा चाहिँ च्याउको बिउ राखेर चाहिँ बिउ हालेको हो। र यो च्याउ चाहिँ प्लास्टिक काट्ने बेला भइसकेको रहेछ। मैले चाहिँ ढिला थाहा पाएँ। यो अब चाहिँ यो च्याउ चाहिँ प्लास्टिक काट्न गइरहेको छु। यो प्लास्टिक काटिसकेपछि चाहिँ अब पानी हाल्नुपर्छ दिनदिनै बिहान बेलुका। त्यसपछि चाहिँ यो च्याउ चाहिँ राम्रो भएर निस्किन्छ। यो चाहिँ खानको लागि चाहिँ एकदम राम्रो हुन्छ। स्वास्थ्यको लागि चाहिँ एकदम यो भिटामिनहरू सबै तत्त्वहरू चाहिँ जति मासुमा पाउँछ त्यस्तै गरेर चाहिँ यसमा प्रोटिनहरू यो सबै पाउने हुनाले यो च्याउ चाहिँ खानको लागि चाहिँ एकदम राम्रो हुन्छ। च्याउ काट्नु ढिलो भइसकेर यहाँ टुप्पोबाट च्याउ पलाइसकेको छु। म चाहिँ यहाँ च्याउ काट्न गइरहेको छु। प्लास्टिक च्याउ होइन प्लास्टिक काट्न गइरहेको छु। प्लास्टिक काट्ने ढिला भएको भएर च्याउहरू पनि खेर जाने भइसक्यो। अब यो सबै प्लास्टिक निकालिसक्यो। अब बिहान बेलुका पानी हाल्यो भने एक हप्ताभित्र चाहिँ अब खाना चाहिँ हुन्छ। यो खानालाई रेडी हुन्छ अब।